यस गाइज म क्रिएटर्स मेलामा एक्लै पुगेँ। रेडी भएर म सिधै भेन्यूमा पुग्दा प्रियङ्का र आयुष्मानको सेसन चलिरहेको थियो। लभ रिलेसनसिप्सको बारेमा सुन्न रमाइलो भयो। चितवनको राइजिङ क्रिएटर्सहरूको टिप्स सजेसन सुन्दा त आई क्यान अल्सो डु इट वाला फिल आयो। प्रमिसा दिले त झन् पर्सनली टिप्स ट्रिक्स दिनुभयो। सी वाज सच अ स्विट हार्ट। सुषमा म्यामबाट मेकअप क्लास लिने सपना पनि पुरा भयो। एन्ड ट्रस्ट मी, हर मेकअप वाज फ्ललेस। आई वाज अब्सेस्ड। त्यसपछि म हावा खानालाई यसो बाहिरतिर डुले। अरू हलहरूमा पनि डिफ्रेन्ट सेसन्स चलिरहेको थियो। बाहिर निस्केको बेला मैले एकता दिदीलाई पनि भेटेँ। सी वाज ब्युटिफुल। मिस्टर फुडी अनि विधान श्रेष्ठको सेसन्स पनि एकदम युजफुल थियो। त्यसपछि यावेश थापाको लाइभ म्युजिकको आनन्द लिएर म त्यहाँबाट निस्केँ। भोक लागेको भएर मैले फेमस काठमाडौँ भ्याली टपको माइन्ड ब्लोइङ मोमो खाएँ। अनि घर जाँदै गर्दा मेरो स्कुटरको टायर पङ्क्चर भयो। अनि त्यो फिक्स गर्नलाई मैले वर्कसप लगेँ अनि म घर फर्केँ। बाई बाई।